नमस्कार सम्पूर्ण साथीहरू, स्वागत छ मेरो फेसबुक पेज प्लस मेरो युट्युब च्यानल चौबिसे ब्लगबाट। तपाईहरुलाई आज अत्यन्तै सुन्दर दृश्य तपाईहरुमाझ देखाउने मेरो प्रयास भइरहेको छ। आज म लगभग 4 बजे उठेर हाम्रो पशुपति नगरको गुम्बा होमस्टेबाट चाहिँ अहिले ठ्याक्कै हाम्रो टिम चाहिँ यहाँ श्री अन्तु डाँडामा आइपुगिसकेको छ। यहाँ आइपुग्दा चाहिँ अत्यन्तै धेरै साथीभाइहरुको जमघट रहेको छ। तपाईहरुलाई म देखाउँदै छु। यहाँ तपाईहरुले देख्न सक्नुहुनेछ, यहाँ सबै यो घाम उदाएको सनराइज सीन हेर्नको लागि चाहिँ आउनु भएको हो र म पनि आइपुगेको छु। अब यहाँ चाहिँ घाम अहिले ठ्याक्कै कति बजिसकेको छ भने 6 बजेर 6-7 मिनेट भइसकेको छ। म चाहिँ एकदमै आतुर भएको छु। यहाँ धेरै साथीहरू सबै साथीहरू चाहिँ आतुर हुनुभएको छ। घाम चाहिँ कसरी उदाउँदो रहेछ भन्ने सीन हेर्नको लागि कति टाढा टाढाबाट आउनुहुन्छ भन्ने कुरो यहाँको जनसागरले बताइसकेको छ। पक्कै पनि आउँछ होला, अब सनराइज हुन्छ होला। त्यो सीन चाहिँ तपाईहरुलाई किप वाचिङ माई भिडियो, तपाईहरुले मेरो भिडियो हेरिराख्नु होला, स्किप नगर्नु होला। म तपाईहरुलाई प्रत्यक्ष मैले यो भिडियो बनाएर चाहिँ तपाईहरुलाई रियल तपाईहरु पनि पुगेर हेरेको र महसुस गरेको आभास गराउने मेरो प्रयास रहनेछ। ल मान्छेको भिड खै कति बजिसक्यो, अझै निस्किँदैन त। अनि 19:30 त्यही त नि, यति दुःख गरेर आइएछ हैन। हामी त 24 धनकुटाबाट यतिको त हाम्रै ठाउँबाट पनि देखिन्थ्यो कि क्या हो नि। त्यही त हाम्रो डाँडा त्यही त नि, हाम्रो डाँडा काँडाबाट पनि देखिन्थ्यो होला जस्तो मलाई महसुस भएको छ। हाम्रो जेफाले टावर लगायतका अन्य धोजे डाँडाबाट पनि पक्कै पनि यतिको सिन चाहिँ देखिन्छ होला जस्तो मलाई लागेको महसुस भएको छ। किनभने हाम्रो पनि निकै धेरै हाइट ठाउँहरू रहेको हुनाले त्यो डाँडाबाट पनि यस्तो खालको दृश्यहरू चाहिँ पक्कै देख्न सकिन्छ। यस्तै दृश्य हेर्नको लागि हजारौं हजार दर्शकहरू मानिसहरू चाहिँ यहाँ आउने गर्नुहुन्छ। त्यसैले हाम्रो स्थान पनि पर्यटकीय स्थलको लागि प्रचार प्रसार गर्दै गरियो भने र राम्रो स्थान र पार्कहरू बनाइयो भने पक्कै पनि हाम्रो ठाउँमा पनि यस्तो धेरै टाढो टाढोबाट चाहिँ मानिसहरू आएर हाम्रो पर्यटकीय क्षेत्रलाई अझ अगाडि बढाउने, विकास गराउने पक्कै पनि बाटो खुल्थ्यो होला भन्न चाहन्छु। ल हाम्रो गाउँमा त यतिखेर त घाम त माथि पुग्थ्यो त होइन। त्यही त नि। लु मेरो टिमहरू बसिराख्नु भएको छ। यहाँ धेरैको आशा भइरहेको छ। ए तलदेखि पो आउँदै रहेछ नि। ल तपाईहरुलाई म देखाउँदैछु, ठ्याक्कै आइरहेको छ। त्यो चाहिँ घाम रहेको छ। प्रत्यक्ष प्रसारण मेरो युट्युब च्यानल 24 ब्लगबाट चाहिँ तपाईहरुले देख्न सक्नुहुनेछ। पक्कै पनि त्यो देखिरहेको चाहिँ हाम्रो सूर्य उदाएको पक्कै पनि हो रहेछ। मलाई चाहिँ अहिले चाहिँ कन्फर्म लाग्यो, किनभने अहिले आइरहेको छ। मैले त पल्लोपट्टिबाट पो आउँछ होला भनेको त होइन। ल हो रहेछ।
ल तपाईहरुले अझै जुम गरेर देखाउँदै छु सम्पूर्ण साथीहरु यो चाहिँ सनराइज घाम उदाउँदै गरेको हो ल यो चाहिँ घाम आइरहेको छ अब घाम चाहिँ झुल्किँदै छ भन्ने संकेत हो यो सम्पूर्ण साथीहरु तपाईहरुको लागि पनि यति धेरै मेहनत गरेर मैले यो भिडियो बनाउँदै छु पक्कै पनि तपाईहरुले यो भिडियोलाई सब्स्क्राइब गर्नु नबिर्सिनु होला ल हेर्नु है प्रत्यक्ष प्रसारण मेरो फेसबुक लाइभबाट प्लस मेरो युट्युब च्यानलमा चाहिँ यो अपलोड हुनेछ यो घाम उदाउँदै छ सम्पूर्ण साथीहरु आइरहेको छ यसरी हो र छ ल आउने र रियल रहेछ है ल अब चाहिँ थाहा भयो हैन दाइ हो रहेछ आउने रहेछ रियल रहेछ ल आउँदैछ है यो मलाई चाहिँ यो भन्दा केही समय अगाडि 1 2 4 5 मिनेट अगाडि चाहिँ मलाई रियल जस्तो लागेको थिएन धेरै वेटिङमा बसिरहेको थिए तर वास्तवमै हो रहेछ भन्ने कुरो चाहिँ यो भिडियोले पनि प्रत्यक्ष तपाईहरुलाई चाहिँ अनुभव गराउँछ किनभने रियल नै आइरहेको छ अत्यन्तै रातो आइरहेको छ यो सूर्य नै हो ल सम्पूर्ण साथीहरु श्री अन्तु डाँडा इलाम जिल्लाको अत्यन्तै सुन्दर अत्यन्तै अग्लो स्थानमा रहेको यो श्री अन्तु डाँडाबाट चाहिँ यो प्रत्यक्ष तपाईहरुलाई चाहिँ यो सूर्य उदाएको सीन चाहिँ तपाईहरुलाई देखाउन गइरहेको छु मलाई लाग्छ अवश्य पनि तपाईहरुले यो हेरिसकेपछि आभास हुनेछ कि साच्चै नै यो श्री अन्तु डाँडाबाट चाहिँ घाम उदाएको सनराइज चाहिँ देख्न पाइँदो रहेछ यो रियल रहेछ भन्ने कुरो चाहिँ तपाईहरुलाई यो महसुस हुनेछ हो मतलब पल्लोपट्टिबाट पो आउँछ होला भने नि अलि यतै पो रहेछ नि हो ल कति मजाले गोलो देखियो नि अहिले त यो बादलहरु छ नि त्यो उत्ताप होला भन्दै थिए तपाईकोमा त झन् कति मजाले रातो देखियो नि यहाँ त देखिएन त यस्तो किन चाहिँ यस्तो देखियो नि तपाईकोमा चाहिँ रियल जस्तै देखियो तपाईको आइफोन हो ए लो आइफोन र कम्पनीमा पनि यति डिफरेन्स हुँदो रहेछ निक्लिसक्यो ल कस्तो राम्रो गोलो है हो ल यो माथि बसी छङ्गे लाग्ने होला है यो ठ्याक्कै हाम्रो कस्तो फुटबल जस्तैको छ त नि गोल हो अन्डाको बिचमा त्यही त नि हो अन्डा सेम हो अन्डा सेम अब त्यो माथि निस्केपछि अब पुरा उज्यालो हुँदै जान्छ क्या हजुर यहाँ त्यसै देखिन्छ हाम्रोतिर लु घाम लाग्यो भने चाहिँ त्यो कहाँ हो होइन हो रहेछ यो हाम्रोतिर घाम लाग्दै होला है ए माथि आउँदै उज्यालो हुँदै जाँदैछ आउँदैछ कति छिटो कति छिटो घुम्दो रहेछ नि तर खासमा हाम्रो पृथ्वी घुमेको हो यो चाहिँ स्थिर अवस्थामै छ पृथ्वी चाहिँ पृथ्वी घुम्दा चाहिँ मान्छे आफै खायो हेर्नु सकेन आफै खायो म त घाम हेर्नेको जनसागर अब अलिकति बाँकी छ नि माथि पुरै आउनलाई
तपाईकोमा त रियल जस्तै देखिएछ नि। यो आइफोन होला नि त। हाम्रो त हेरौँ न यहाँ कति मधुर हो। यो आइफोनको कमाल पनि हो रहेछ हो। उतापट्टि हिमालय राम्रो देखिरहेको छ। हिमाल तपाईँहरू कहाँबाट आउनुभयो? काठमाडौँ। ए काठमाडौँ कलेजबाट। ए कुन कलेज? ए काठमाडौँ कहाँनिर? काठमाडौँ कलेज त ललितपुरमा। ए ललितपुरमा। डिएभी कलेज। त्यहाँ चाहिँ रियल नै हो रहेछ नि। सम्पूर्ण साथीहरू तपाईहरुलाई सनराइजको सिन देखिसक्नु भएको छ। मैले अत्यन्तै दुःख मेहनत गरेर तपाईहरुलाई प्रत्यक्ष महसुस गराउने गरी मैले यो भिडियो निर्माण गरेको छु। पक्कै पनि तपाईहरुलाई लाग्छ यो रियल र साच्चै नै जस्तो लागेको महसुस गर्नुभयो होला। मैले यति धेरै मेहनत गरेको छु। तपाईहरुले पक्कै पनि मेरो यो भिडियोलाई सब्स्क्राइब 24 भ्लगलाई सब्स्क्राइब गर्नु होला भन्दै यहाँ अत्यन्तै थुप्रै साथीभाइहरु टाढो टाढोबाट चाहिँ आउनु भएको छ। उहाँहरुको यो जनसागर नै जस्तै छ। तपाईहरुले देख्न सक्नुहुनेछ। हाम्रो टिम लगभग 50-60 को बीचमा हाराहारीमा छ। मलाई लाग्थ्यो हामी मात्र छौं होला जस्तो लागिरहेको थियो, तर होइन रहेछ। यहाँ अत्यन्तै थुप्रै मानिसहरु चाहिँ जताततै टाढो टाढोबाट चाहिँ सनराइजको लागि आउनु हुँदो रहेछ भन्ने कुरो चाहिँ मलाई यहाँ आएर थाहा पाए र मलाई आउने बित्तिकै चाहिँ निकै वेटिङ गर्नु परेको थियो। त्यो वेटिङ गर्दा चाहिँ रियल जस्तो लागेको थिएन। पक्कै पनि हाम्रो गाउँठाउँ डाँडाकाँडाबाट पनि यस्तो देखिन्छ होला भन्ने खालको चाहिँ मलाई आभास भइरहेको थियो, तर होइन रहेछ। यहाँबाट चाहिँ रियल सनराइज नै भइरहेको चाहिँ सिन देखिन रहेछ भन्नेको चाहिँ अहिले यहाँ आएर मलाई रियल महसुस भएको छ। र यसरी नै तपाईहरुलाई देखाउने क्रममा अब यहाँ हेर्ने सम्पूर्ण साथीहरुलाई पनि म देखाउँदै छु। यहाँ देख्न सक्नुहुनेछ।